कति भन्ने हो र भने सब्स्क्राइब गर्ने कि ओरा हुन्छ फेरि मान्छे यस्तो हुनुपर्छ क्या ब्लगमा। त्यो यो भिडियोमा मलाई नराम्रो देखाउँछ होला तर त्यो चाहिँ सब खेल खेलेको हो। I've been up since 3, scrolling back where we used to be. Half truths in this late night chat, both of us knowing what it like that. Funny how we talk like we're fine, but your name still lives in my rhyme. Take me back to the start. प्रसिद्ध भाइको लागि बस कार्ड बनाएपछि लास्ट टाइम जस्तै हामी मुसाफाबाट बस चढ्छौँ। अहिले हामीहरूसँग प्र्याङ्क भएको छ। हामी रङ बस चढेर अर्कैतिर लाग्न आँट्यो, फेरि रेक्टिफाई गरेर हामी बाटो हिँड्दै हिँड्दै भर्खर सही बसमा चढेका छौँ। यस्तो हुनुपर्छ क्या ब्लगमा, ब्लगको इन्ट्रेस्ट बढ्छ। त दाइले चाहिँ हो नि त्यही यो पटक चाहिँ 3 जनाको सँगै छुट्टी परेकोले हामी 3 जना नै घुम्न निस्किएका छौँ। मैले मोबाइलबाट नै भिडियो रेकर्ड, एडिट र अपलोड गर्ने भएकोले भिडियोको साउन्ड क्वालिटी र पिक्चर क्वालिटी चाहिँ राम्रो नहुन सक्छ। तर हजुरहरूले यो भिडियो हेरेर यो ठाउँ भिजिट गर्नुभयो भने आइएम स्योर तपाईँको टाइमको क्वालिटी चाहिँ राम्रो नै हुनेछ। पिक समर अनि जुलाई मन्थ र त्यसमा आउटडोर वाक गर्मी आफै इमेजिन गर्न सक्नुहुन्छ। तर रुमको एसीमा भन्दा घुम्दाको पसिना यो डिफ्रेन्स इमेजिन भन्दा नि एक्सपिरियन्स गर्ने कुरा हो जस्तो लाग्छ। आज हामी 3 भाइ भएर आएको छौँ। 2 भाइ चाहिँ त्यहाँ अगाडि हिँडिरहेछन्। र अल्काना द क्यानल एउटा यस्तो डेस्टिनेसन हो जहाँ हामी फ्रीमा भिजिट गर्न त सक्छौँ नै, तर जसको बजेट फाइनेन्सियल्ली त्यति टाइट हुनुहुन्न उहाँहरूको लागि त झन् एक्सप्लोर र एक्सपिरियन्स गर्नै पर्ने ठाउँ हो। अहिले चाहिँ हामी अल्काना भन्ने ठाउँमा छौँ। छुट्टीको दिनमा रुममा मात्रै बसिराख्नुभन्दा गर्मी नै भए पनि गर्मी महिना छ। अस्तिको भिडियोमा डेमा हिँड्दाखेरि अलिक बेसी नै गर्मी भयो, त्यो भएर योपालि चाहिँ अलिक साँझमा जाऊँ भन्ने सोचाइ गरेर हिँडेको हो। गर्मी त गर्मी छ तर जस रमाइलो भइरहेछ। अलिअलि पसिना नि बगाउनु पर्छ। छेउमा प्रिमियम रेस्टुरेन्ट्स एन्ड क्याफेज अनि टिकट काटेर एक्सप्लोर गर्न मिल्ने द नेसनल एक्वेरियम, बटरफ्लाई गार्डन, सिनेमा सिटी फर मुभी लभर्स, पिक्सल गेमिङ एन्ड मोर। के भनेको रे भाइ अघि? के भनेको? फोटो के भन्थे भर्खरै? फोटो मेरै हाल्नु कि के रे? फोटो हाल्नु मलाई मेरो हाल्नु अनुहारै दिएछ नि कस्तो थाहै पाइँदैन, थाहै पाउनु अनुहार देखियो अनि फेरि ओरा हुन्छ फेरि मान्छे भन्दै होला नि प्रसिद्धको हाल्नेपछि त। गल्फ, युरोप, अमेरिका, अस्ट्रेलिया, वेरेभर यु आर, जहाँ भए पनि कसैको फ्यामिली सहरमा भए रेन्ट होला, बच्चा स्कुलमा भए फी होला, घर बनाउनु भएको छ भने लोन किस्ता होला। सबैको आफ्नो प्रब्लम छ, आफ्नो स्टोरी छ। सेभिङ गर्नुहोस्, तर धेरै भारी बोकेर थोरै खुसी हुनुभयो भने तपाईँको खुसीमा तपाईँको फ्यामिली पनि खुसी नै हुनेछ र त्यो खुसी तपाईँले प्राउडली डिजर्भ गर्नुहुन्छ। एउटा कुरा याद आयो, सबैले मलाई जमाउनुपट्टि त्यहाँ होइन खोला जस्तो डाइभ हान्नु न। त्यो नेपालमा त लाखो जसरी झन् डाइभ हान्दो रहेछ। यहाँ अनि पानी छ त, यहाँ सफा पानी छ, डाइभ नहाने।
यहाँ करिब आधा घन्टा 45 मिनट अलमोस्ट 1 घन्टा टाइम स्पेन्ड गरेँ भन्दै होल राउन्ड बिस्तारै फोटोसोटो खिच्दै घुम्दै गर्दाखेरि अब चाहिँ लाग्नुपर्छ। आज मजाले हिँड्यो, पसिना पनि बग्यो। अल्काना भन्ने ठाउँ यस्तै छ साथीहरू। भर्खर भिडियो स्टार्ट हुँदैछ, युट्युब जर्नी स्टार्ट हुँदैछ। अब भिडियो क्वालिटी कम्प्रोमाइज गरिदिनु होला, साउन्ड कम्प्रोमाइज गरिदिनु होला। हेरौँ म नि यसो रेकर्ड गरेर एक्सपेरिमेन्ट गर्दैछु। राम्रो भयो भनेदेखि बिस्तारै अपग्रेड गर्दै जानु पर्ला नि पछि। जेस दुःख सुख जे जस्तो भयो नि, हप्ताभरि काम गरेपछि एक दिन चाहिँ अब घुम्नुपर्छ, ठाउँहरू हेर्नुपर्छ, एक्सपिरियन्स लिनुपर्छ। एक्सक्युजेस सधैँ त्यही हो, पैसा छैन, बजेट टाइट छ। बजेट जस्तो टाइट भए पनि पब्लिक ट्रान्सपोर्टेसनहरू प्रायः जहाँ पनि अफोर्डेबल नै हुन्छ। सो यु नो योर इन्कम, यु नो योर एक्सपेन्सेस, प्लान योर बजेट, स्पेन्ड लेस एन्ड एक्सप्लोर मोर। रुमभित्रै नबस्नुहोस्, घुम्न निस्किनुहोस्। म त फेरि ढुक्क गरिदिन्छु, मलाई लाग्छ भन्ने लाग्दैन साथीहरू यस्तै। ल भन त तिम्रो अनुहारले भन्यो भने त गरिदिन्छ होला। भन्ने हो र सब्सक्राइब गर्ने यसम्म हेरिसक्नु भयो भने अब तपाईँहरूको लाइक सेयर एन्ड सब्सक्राइबले झन् राम्रो हाम्रो च्यानललाई प्रमोट गरिन्छ। हाइप गर्न सक्नु भने हाइप पनि गरिदिँदा हुन्छ। तिम्रो साइलेन्ट नै हुन आउँछ। सधैँ साइलेन्ट हुनु अब त्यो भिडियोमा मलाई नराम्रो देखाउँछ होला, उल्टो देखाउँछ होला। यो त म एडिट गरेर हालिदिइहाल्छु नि। त्यो चाहिँ सब खेलेको कन्टेन्ट निकालेर कन्टेन्ट भेटेपछि आफ्नो त्यसमा त बनाएको होला भिडियो। कन्टेन्ट भएपछि मान्छेले कन्टेन्ट निकालिहाल्छ। संसारमा जहाँ भए पनि कथा एउटै हो, हप्ताभरि काम, छुट्टीमा घुमघाम। यति भन्दै छुट्टीको यात्री बिदा हुन्छ। ह्याभ अ गुड टाइम। मनी बुक फर्स्ट टाइम हो स्कुलमा भित्र लिनु भयो अनि ट्याक्सी चलाउँदै हो कुनै कति एक्सपिरियन्स छैन फर्स्ट टाइम हो क्या यो त पहिले चाहिँ केमा गर्नुभयो? ट्याक्सीमै आएको हो अन्त ट्याक्सीमै हो। नेपालबाट नेपाल